हेलो सबैजनालाई महत्त्वपूर्ण सूचना लिएर आएको छु। सबै सामु यो मेरो भोइसहरू पुर्याउनु होला, किनकि हाम्रो यो रसुवाबाट बाढी आइछ। चीनबाट नै बाढीहरू एकदम ठुलो भएर त्रिशुली बढेर ठुलो भएर आइसक्यो। हामीहरू त्रिशुलीको आसपासमा रहेका देवघाट र नारायणघाट, मेरो आसपासमा रहनुभएको सम्पूर्ण सबैजनालाई आफ्नो ठाउँमा सुरक्षित रहनुहोला र आसपासमा रहेका छेउछाउमा रहेका नारायणको छेउछाउमा रहेका घरहरू पनि छोडेर तपाईहरू आफ्नो सुरक्षित आफ्नो ज्यान बचाउनको लागि आफ्नो परिवार आफ्नो छिमेकी लिएर अलिकति अलग्ग ठाउँमा गएर बस्दिन अनुरोध गर्छु। किनकि हाम्रो यहाँ पनि अब ठुलो भीषण बाढी आउनेछ। नारायणघाट र देवघाटको आसपासमा एकदम ठुलो र सबभन्दा ठुलो भनेको हाम्रो यो देवघाटमा रहेका आश्रमहरू अनि नजिक नजिक रहेका बस्नुभएका धेरै खोला किनारमा रहेका धेरै मानिसहरूलाई म अनुरोध गर्छु र हाम्रो छेउछाउमा रहेका बस्तीहरू सबै उठाउने र नेपाल प्रहरीले सबै ठाउँमा गएर उद्धार गर्नको लागि उहाँका बस्तीहरूलाई उठाइसक्नु भएको छ। यदि छुट्नु भएको छ भने पनि यो मैले बोलेको भोइसहरूलाई सबै सामु पुर्याएर हजुर सामु पुगेर आफ्नो आसपासमा रहेका 6 व्यक्तिहरू रहनुभएको छ भने उहाँहरूलाई पनि सुरक्षित स्थानमा लगेर हजुरहरू पनि सुरक्षित रहनु र उहाँहरूलाई सुरक्षित राख्नु होला भन्ने अनुरोध गर्छु। र एकदम ठुलो बाढी आएर अहिले एकदमै जनजीवन ध्वस्त बनाउन खोजिरहेको छ। प्रत्येक ठाउँमा उभिसक्यो। ल समाचार पनि सुन्नु। अब यस्तो गाह्रो भएको सुन्नु, यस्तो भइसक्यो रसुवाबाट यस्तो के हुँदैछ अब बिर्सँगलाई हेर्नु। यस्तो धन भएको छ कि कति भयो के भयो कसैलाई थाहा छैन। र अब बचेको चिजहरू हामीले बचाउनुपर्छ। आफ्नो बस्तीहरूलाई बचाउनुहोस् र स्वच्छ र सुरक्षित रहनुहोस् भन्ने तपाईँसँग कुनै चिजहरूको लोभ माया नरहनुहोस्। घरभित्र रहेको चिज चाहन्छु भन्ने कुरो पनि नगर्नुहोस्। अहिले किनकि तपाईँ स्वयं आफू र आफ्नो परिवार छिमेकी बचाउनुको लाग्नुहोस्। सम्पूर्णमा यो अनुरोध गर्दछु र यो मेरो भोइस मेरो भिडियो हजुरसम्म पुग्ने बित्तिकै सबैले सेयर गरेर सबै यो आसपासमा रहेका मेरो छिमेकीहरू पनि हुन्छ। आसपासमा रहने बस्तीहरू पनि उठाउने नेपाल प्रहरीले मद्दत गरिसकेको छ। हाम्रो ठाउँमा वरिपरि गर्ने पुलहरू पनि बन्द गरिदिइसकेको छ। किनकि बाहिर पानी गरेर बाटो बन्द गरिदिएर पुलिसहरूले आउन जान दिएको छैन। किनकि नदीहरू बढेर आउँदा बाढ बढेर आउँदा नदी पुलमाथि पुगेर पुलबाट नै त मान्छेलाई काट्छ। त्यसरी के गरेको छ र कतै ठाउँमा पक्की पुल पनि खाइसक्यो। झेल्ने पुलहरूको त कामै छैन अहिले। त्यही भएर सबैजना एकदम सुरक्षित र स्वस्थ रहनको लागि आफ्नो आसपासमा रहेका बस्तीहरूलाई छाडेर सुरक्षित ठाउँमा एकदम सुरक्षित ठाउँमा गएर बस्ने अनुरोध गर्दछु। सम्पूर्ण नदी आसपासका बस्तीहरूलाई। ल सुन्नु त यो आवाज कस्तो छ।